गाइस तपाईलाई थाहा छ क्रसफायरले नयाँ बाइक लन्च गर्दैछ नि यही अब चाँडै नै हुन्छ होला अब नाइमामा गर्छ नाडामा गर्छ थाहा छैन अर एल्स त्योभन्दा चाँडो पनि गर्न सक्छ होइन अहिले अब बाइकहरू नयाँ नेपालमा भित्राउने एकदम हुटुटी चलिरहेछ त्यो सँगसँगै क्रसफायर इज अल्सो डुइङ द थिङ अब लन्चिङ अ न्यू बाइक अहिलेलाई है अब म त्यतै महाराजगञ्ज जाँदैछु क्रसफायरको सोरुम एन्ड अहिले म र हाम्रो सर हुनुहुन्छ होइन टक्क लगाएर जाँदैछौँ हामी अनि हेरौँ कुन चाहिँ बाइक आएछ के बाइक आएछ दाइले बोलाउनु भएको छ बाइक आइसक्यो हेर्न आऊ भन्नु भएर अनि मेन थिम नै छ मेकानिकल कम्पेनियनसिप भनेर सो अब नर्मल्ली कम्पेनियन भनेर हामीले अब आफ्नो पेट्सहरू डग्सहरू क्याट्सहरूलाई भन्छौँ भनेदेखि नाउ अब त्यसलाई चाहिँ हल्का फरक ढङ्गले प्रेजेन्ट गर्न खोजिरहेछ एन्ड जाउँ न त भन्ने कुरा हो सो गाइज हामी पुगिसकेको छौँ यहाँ होइन टक्क लगाएर के छ मेरो दाइ लङ टाइम नो सी अल गुड होइन त सही होला हाम्रो यहाँनिर क्रसफायरको सोरुम नझुकिने होला अगाडि दिपलको सोरुम आइसकेको छ अहिले क्रसफायर चाहिँ भित्र सिफ्ट भइसकेको छ सो क्रसफायरको लागि यत्रो ठुलो छ सर्भिस सेन्टरदेखि एभ्रिथिङ पार्ट्सहरू छ है सो नझुकिने होला गाइज मैले बाइक देखिसकेँ होइन बाइक क्रेजी छ म्यान यस्तो क्रेजी बाइक छ होइन ओ माई गॉड मैले यस्तो बाइक देखेको छैन यार तिमीले देखेछौ छैन यार यो वान अफ इट्स काइन्ड हो यार टायर्सको लुक चाहिँ किलर छ होइन फर्स्टमा मान्छेहरू कहाँ टायर्समा जान्छ त्यसपछि बिस्तारै बिस्तारै अरू एक्सप्लोर गर्दै जान्छ बसेपछि लास्ट यार कस्तो देखिन्छ यार नाइस ल यसको रिभ्यू भिडियो आउँछ होइन यस्तो बाइक मैले देखाएको छैन यार नेपालमा है छैन फर्स्ट अफ इट्स काइन्ड गाइज क्रसफायरले मलाई वाउ बनाइदिइसक्यो होइन आई एम स्योर तपाईँहरूलाई नि वाउ बनाउँछ स्टे ट्युन फर द्याट चाँडै लन्च हुन लाग्छ चाँडै लन्च हुन्छ यो क्रेजी 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 म्यान दाइ यार के हो यो यसले खान्छ दाइ यार यसले मार्केट खान्छ दाइ यार बिल्ड पनि एकदमै सुपरियर छ यसको बिल्ड म देखाउन सक्दिनँ अहिले होइन गाइज स्टे ट्युन फर द्याट म पछि देखाउँछु तपाईँहरूलाई होइन तर इन्सेन दुइटा बाइक यस्तो क्रेजी देखिन्छ माई गुडनेस अब यो फुल रिभ्यू पछि हुन्छ तर बाइक क्रेजी छ होइन स्टे ट्युन्ड है म त्यही भन्छु गाइज म राइड गर्दैछु यो बाइक ओ माई गॉड मजाको छैन त ओ माई गॉड ला जाममा पर्यो ओके My God! Crazy! Oh my God! एक्सट्रिम दामी छ म्यान मान्छेहरू फर फर्केर हेरिरहेको छ कि कुन बाइक हो भनेर अखा साउन्ड छ म्यान अखा साउन्ड ओ
नाइस लुकिङ बाइक म्यान, नाइस लुकिङ बाइक। तर यसमा लुकिङ ग्लास राख्नु पाएन। मजा आउँछ म्यान, यो त कस्तो खतरा छ है। मोबाइलकै बाइक म्यान, सही हो। क्रसफायर इज डुइङ लट्स अफ थिङ्स होइन त। ओए म्यान, लेट्स गो म्यान, लेट्स गो। मेरो बाइकले कनेक्ट गर्ने हो भने हैन, बाइक भन्छ के यस्तो भन्छ के। थट यस्तो सेक्सी बाइक रहेछ यार यो त। डकार पनि मजा आउँदो रहेछ यार, यताबाट फर्क घुमाउने हो। बवाल छ दा यार कसम। ल हाम्रो सर पनि जान लाग्नुभयो, म पनि अब निक्लेँ यहाँबाट ट्याक्क लगाएर। बाइक एकदम खतरै छ यार गाइस। गाइस बाइक हेरियो आइयो म्यान, ओहो त्यो बाइकले त मलाई लास्ट इम्प्रेस गरेछ यार। लास्टै खतरा छ म्यान बाइक त। एक्जस्ट नोट पनि खतरा रहेछ, लुक्स पनि क्रेजी रहेछ। अथवा मेन भनेको त ड्युअल च्यानल एबिएसमा पनि आउने रहेछ, एफआई सिस्टम। म्यान बाइक क्रेजी छ यार। जम्मा 220 सीसी हो हुन त है। सो जसलाई पनि एकदम हुन्छ नि डेली कम्युट गर्न खोजिरहनु भएको छ र तपाईँहरूलाई अब भनौँ न 12,000 को ट्याक्स तिर्न मन छैन भनेदेखि चाहिँ 6,500 को अराउन्डमा पऱ्यो यो ट्याक्स है। 220 सीसी भइसके पछाडि माई गुडनेस यसले त खतरा दिन्छ यार लुक्स त। अरू भन्दा नि यसको मेन हाइलाइट पोइन्ट भनेको चाहिँ टायर्सहरू पनि छ यार। ओह म त फ्यान भयो यार त्यो बाइकको। अब तपाईँहरूलाई पनि जान्न मन छ भनेदेखि चाहिँ कि फलोइङ मी। म यसको चाँडै नै रिभ्यू भिडियो बनाउनेवाला छु। मैले यो बाइक रिभ्यूको लागि मागिसकेँ र यही आउने विकमा नै मैले यो बाइकको रिभ्यू गर्न पाउँछु। सो डु फलो मी अन इन्स्टाग्राम, टिकटक, युट्युब है। ओ माई गड यो बाइक त खत्रै छ यार म्यान, खत्रै छ। अनि मै होला ल सबभन्दा पहिला सुरुमा त्यो बाइक देख्ने म्यान, मै होला। ओ माई गड अब हुन त अब कम्पनीले त देखिहाल्छ, तर भनौँ न बाहिरको मान्छेहरूले देखेको भनेको मै होला म्यान। सही छ बाइक म्यान, सही छ। म त फ्यान भयो यार त्यो बाइकको कसम हो, एक सर्टमै क्या फेरि।